दर्शकबिन नमस्कार। तपाईँले यति बेला देखिरहनु भएको छ यो कालिका नगरपालिका वडा नम्बर 6 अन्तर्गत यहाँ जमुनापुरमा चाहिँ लगाइएको यो लिची खेती 5 गट्ठामा लगाउनु भएको थियो। पोषनाथ अधिकारी जो हाम्रो मार्केटिङ म्यानेजर पनि हुनुहुन्छ र उहाँले लगाउनु भएको खेतीमा चाहिँ ठेक्का पनि दिइसक्नु भएको थियो। यद्यपि यो हिजोको हाहुरीले चाहिँ यसरी देखिरहनु भएको छ। यसरी चाहिँ बोटहरू चाहिँ फलेको लिचीलाई चाहिँ तल र चाहिँ फेद चाहिँ माथि देखिरहनु भएको छ। यो अनौठो दृश्य हो। यो कसरी भयो के भयो भन्ने कुरो पोषनाथ अधिकारीले यति बेला मसँग कुराकानी गर्दै हुनुहुन्छ। आउनुहोस्, मलाई स्वागत गर्नु। तपाईँलाई स्वागत छ। हजुर, धन्यवाद, नमस्कार। के छ यहाँ कतिमा लगाउनु भएको थियो, के भएर हाउले कतिको असर गर्यो? मैले 5 कट्ठामा लगाएको लिची खेती कागती पनि थियो, कागती फलेन र मैले फाल्ने। अनि यो लिची खेती 5 कट्ठामा लगाएको करिब 17-18 बोट थियो। गत सालको हावाले नि लगेर अहिलेको हावाले बनाएको अनुगत हजुरले यही देख्नुभएको छ। अब यो चाहिँ एउटा बोट भयो, अरू भाँचिएका बोटहरू धेरै छन्। उता पछाडिपट्टि पनि छ। अब यो वर्ष दिनभरि गरेको खेती अब यो खाने बेलामा अब सिक्यो। यो ठेक्कामा पनि मैले दिइसकेको हो। बिचरा भाइहरू आएर हेरेर अब रुँदै गएको। अब के गर्नु। ठिकै छ, हामी अरू पनि लडेका बिरुवाहरू पनि हेर्नेछौँ। दर्शकबिन यसरी हो, किसानहरूले जब खेतीपाती जस्तै यहाँ मकै लगाइएको छ, मकैलाई पनि हाउरले चाहिँ एकदम असर गरेको हुन्छ। केराकै छ, केरा खेतीलाई पनि असर गरेको हुन्छ। किसानहरू मर्कामा परिरहेको हुन्छन्। यति राम्रो लिची फलिरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ बोटमा। यसरी फलिरहेको लिचीका बोटहरू हावाहुरीले गर्दाखेरि चाहिँ सबै विनाश हुन्छ। तसर्थ किसानहरूलाई चाहिँ अलिकति मर्का परिरहेको अवस्थामा चाहिँ सरकारले कसरी हेरिरहेको छ भन्ने कुरो चाहिँ हामीले बुझ्न सकिरहेका छैनौँ। तपाईँले देख्न सक्नुहुन्छ यसरी हाँगा भाँचिएको छ, लडिरहेको छ। अब यो काम लाग्दैन। बोटहरू यसरी चाहिँ तपाईँले देख्नुहुन्छ, यो पनि लडेको रुख हो, लिची यस्तो रहेको छ। यहाँ पनि हाँगा भाँचिएको छ। उहाँले ठेक्का दिइसकेपछि पनि मानवीयताको हिसाब किताबले उनीहरू बिहान हेर्न आए जसलाई ठेक्का दिएको थियो। यहाँ दृश्यमा तपाईँले देख्न सक्नुहुन्छ यसरी हाँगा भाँचिएको छ र यो लिचीहरू छ। हेर्नुहोस् त, यहाँ चाहिँ यो पाक्न लागिरहेको लिची पनि यसरी ढलेको छ। यो अवस्थाको लिचीलाई चाहिँ अब के कसरी अब के व्यवसाय गर्नुहुन्छ तपाईँले जस्तो लाग्छ पोषनाथजी? अब यो कसरी व्यवस्थापन गर्ने भन्ने कुरै मैले दिमागमा आइसकेको छैन। अब यो लिची खेती नै छोडिदिउँ कि जस्तो लाखा, फेरि के खेती गर्ने। किसानलाई चाहिँ कस्तो अब किसानलाई चाहिँ जे खेती गरे पनि यो दैविक प्रकोप प्लस सरकारबाट चाहिँ अलिकति नहेरिएको हो कि भन्ने बुझिन्छ। तपाईँलाई यसमा चाहिँ के भनाइ छ? सरकारले त अलि ठुलो किसानलाई मात्रै हेर्दो रहेछ। हामी साना किसानहरूलाई सरकारले हेर्दैन। अहिलेसम्म हेरेको पनि मैले देखेको छैन। कुनै पनि सरकार आए पनि अभिगत यही नै हो। दैविक प्रकोप यसलाई लाग्यो, अब खाने चामल खाने यही बेचेर हो। त्यही खानेकुरै सिद्धिसकेपछि के खाने? सरकारले चाहिँ त्यसको लागि केही गर्छ अहिलेसम्म गरेको थाहा छैन। अब पनि के गर्ला र। धेरै धन्यवाद दिन चाहन्छु म। तपाईँले देखिरहनु भयो उहाँको भनाइ पनि सरकारले के पनि गर्दैन र दैविक प्रकोपले पनि यसरी विनाश गर्छ भने अब कसरी बाँच्ने भन्ने कुरोमा चाहिँ गरिरहेको छ। धेरै किसानहरूलाई मर्का परिरहेको छ। तपाईँले चितवनको दृश्यहरूमा चाहिँ टमाटरको खेती पनि त्यस्तै भयो। उनीहरूले चाहिँ औषधि राखेर टमाटर खेती मासिरहेका छन्, केही छैन। तसर्थ यसको लागि चाहिँ विकल्प के हो भन्ने कुरो सोच सरकारमा चाहिँ हुनुपर्छ भन्ने लाग्दछ। हस्, आजलाई यति नै भन्न चाहन्छु। धन्यवाद, नमस्कार।